उता त्यही अब एचु हेयर ओइलमै चाहिँ गएँ। त्यहाँ गएपछि चाहिँ अब त्यहीले हुन्छ भन्ने विश्वास मनमा चाहिँ थिएन, तर हुन्छ कि भन्ने लाएर त्यही आशाले। नमस्कार, मेरो नाम सीता कार्की। कपाल मेरो पहिला नि हल्का अलिअलि चाहिँ झरिरहेको थियो, अनि अलिअलि झर्दा त्यति अवस्था भएन, अनि पछि चाहिँ धेरै नै अलि बढी झर्न थाल्यो। बढी नै अलि झर्ने, तान्दानी हातमा मुठीभरि आउने, सर्लकै आउने, तान्दानी आउने, नुहाउँदा यति धेरै। अनि म कपाल पनि कोर्थिनँ, कोर्यो भने झन् अब सबै सकिने हो कि भनेर। औषधि खाएँ, कति उपचार गरेँ, भएन। अनि मेरो के अरे हस्बेन्ड चाहिँ उता बाहिर हुनुहुन्थ्यो, अनि त्यहाँ एचु हेयर ओइलको यो भिडियोहरू हेरिराख्नु हुँदो रहेछ। अनि उहाँले चाहिँ भन्नुभयो त्यो अफिसमा जानु, त्यहाँ गएर बुझ्नु, अनि तेल त्यहाँको लाउने गर्नु। यस्तो अब नेटहरूमा अब त्यस्तो टिकटक फेसबुकमा त अनेक आइराखेको हुन्छ नि, त्यो अब रियलमा त हुँदैन नि, काम गर्दैन। त्यस्तै लाग्थ्यो, यो लाउने मात्रै होला, लाएर चाहिँ हेर्छु तर हुने हो कि होइन भन्ने लाग्थ्यो। सुरुमै गएकै दिनमा नि अब हुने चाहिँ हो कि होइन आएँ भनेको थिएँ मैले। यो त निधार कस्तो खुइलिया जस्तो भएको थियो कि अगाडि, यो कति छ नि, यो सबै पलाएको त हो नि, यहाँ पहिला थिएन नि त, यो अगाडि नि सबै पलाखा। अब यो पलाएर नि लामै भइसक्यो अहिले त पहिला हेरी। खुसी नै छु अहिलेसम्म, जे होस् कपाल टाउको रित्तै हुन लागिसके जस्तो भएको थियो आफूलाई नै, काँटा अड्थेन लाउँदाखेरि कपालमा। अनि अहिले चाहिँ जे होस् पलाइराखा, झर्न रोकिराखा, खुसी छु अब। धन्यवाद एचु हेयर ओइललाई।